आज हामी नेपाली युवाहरू जागेका छौँ। बालेन शाह जस्ता नेतृत्वले हामीलाई आशा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ शक्तिलाई अब हामीले चाहिँ साथ सपोर्ट दिनै पर्ने हुन्छ। तपाईलाई के लाग्छ? र हामी हाम्रो नेपालको लागि अब बोल्नै पर्ने हुन्छ। सबैजना आफ्नो ठाउँबाट आवाज उठाउनु होला र हामी अब यो टाइम हो हाम्रो चेन्जको लागि, यो टाइम हो परिवर्तनको लागि। त्यही भएर हामी सबैजना आफ्नो ठाउँबाट आवाज उठाउनै पर्ने हुन्छ। टाइम फर चेन्ज। हामी नेपाली युवाहरू तपाईको 20 देखि 30% बाहिरै छौँ। हामी 15-20 वर्षदेखि विदेशमा छौँ। पढ्ने लेख्ने उमेरमा हामीले चाहिँ देश छोड्न बाध्यता भयो। किनभने हाम्रो नेपालमा रोजगारी थिएन। त्यही भएको कारणले गर्दा घर चलाउनलाई, हाम्रो भविष्य बनाउनलाई हामी बाल्यकालमै पढ्दैछौँ। आज पनि अवस्था उस्तै छ। हामी युवा नेपालमै छैनौँ। युवा विदेशमा पसिना बगाइरहेका छन्। त्यही कांग्रेस, त्यही एमाले, त्यही माओवादीले बारम्बार सरकार चलायो, तर के परिवर्तन आयो? भ्रष्टाचार रोक्यो, रोजगारी आयो? उत्तर तपाईलाई थाहै छ। अब देश नयाँ सोचले चल्नुपर्छ। हाम्रो केपी ओलीजी, हाम्रो शेरबहादुर प्रचण्डे, उहाँहरूको आराम गर्ने बेला भयो। त्यही भएको कारणले गर्दाखेरि अब देश नयाँले चलाउनु पर्ने हुन्छ। तपाईले के लाग्छ? करप्सन र भ्रष्टाचार रोक्नलाई, अन्त्य गर्नलाई सरकार बदलिनै पर्ने हुन्छ। प्रणाली सुधार गर्नुपर्ने हुन्छ। युवा अगाडि बढ्नै पर्ने हुन्छ।